नमस्ते, म चाहिँ पर्मिसा हेताङ अर्का खाँचीदेखि। धेरैजनाले चिन्नुभएको छ होला, कतिले छैन होला होइन। चिन्ने नचिन्ने सबैजना साथीलाई चाहिँ मेरो मिनी भ्लगमा स्वागत छ। र यस्तै फुल भ्लग हेर्नका लागि चाहिँ पर्मिसा कान्छी युट्युब च्यानलमा जानुपर्ने हुन्छ होइन। तपाईँ सामु चाहिँ मैले आज छोटो मिठो कुराहरू लिएर आएको छु होइन। जुन घर देखिरहनु भएको छ होइन, त्यो चाहिँ मेरो जन्म घर हो होइन। त्यही घरको अगाडि चाहिँ मैले टिकटक बनाइरहने छु हरेक दिन होइन। हरेक दिन टिकटक त्यही घरमा बनाउँछु र धेरैजनाले मन पनि पराउनुहुन्छ। तपाईँको बाहिर ठाउँ कतै छैन, घरमा मात्रै कति टिकटक बनाउनुहुन्छ होइन। बाहिर ठाउँलाई पनि वाच गर्नु न भन्नुहुन्छ। तर म चाहिँ सधैँ पहिलेदेखि नै यो होम टिकटकर है म चाहिँ। पहिलेदेखि चाहिँ यो घरमा टिकटक बनाउँथेँ, त्यस कारण अझै पनि घरमै टिकटक बनाउँछु। बाहिर फेर चाहिँ यही भ्लग हो है छ, बाहिर फेर बनाएको चाहिँ यो भ्लग हो। म चाहिँ अहिले घाँस काट्न आएको छु होइन। यो चिरुको रुखमा घाँस काट्न पर्नेछ, साँझ पनि लागेको छ र पनि म घाँस काट्न आएको छु। यो चिरुको रुखमा चढेर घाँस काट्नु पर्ने हुन्छ, किनभने चाहिँ हाम्रो डिगाहरू धेरै छन्, दिनभरि घरको काम होइन। अब साँझ पर्दा साथ चाहिँ हामीले बेलुकीमा घाँस काट्ने गर्छौँ, किनभने चाहिँ घाम लागेको कारणले चाहिँ घाँस सुक्छ। त्यस कारण चाहिँ बेलुकीमा घाँस काट्ने गर्छौँ। यो घाँस काटेर चाहिँ उताको काप्रो काट्न जानुपर्ने हुन्छ साथी होइन। म धेरै कुराहरू राख्न चाहिनँ हजुरहरू सामु चाहिँ। अहिले रात परिसक्नु लागेको छ होइन, फेरि भेटौँला। साथी फुल भ्लग हेर्नका लागि चाहिँ पर्मिसा कान्छी युट्युब च्यानलमा आएर चाहिँ हेरिदिनु होला र सब्सक्राइब गर्न पनि नभुल्नु होला। धन्यवाद।